वैदिक सनातन धर्मले छुवाछुत गरायो। वैदिक सनातन धर्म त्याग्नुपर्छ, यो हिन्दू धर्मले हामीहरूलाई चाहिँ एकदमै तल्लो दर्जामा राख्यो भनेर चाहिँ रुवाबासी गरेर चाहिँ विभिन्न एनजिओ आइएनजिओ मार्फत चाहिँ पैसाको डलर चाहिँ भित्राएर चाहिँ रातो दिन सत्तो श्राप गरेर हिन्दू धर्ममाथि चाहिँ कटाक्ष गर्ने व्यक्तिहरूको लागि चाहिँ ठुलो झड्का लागेको छ। अब पोखरामा चाहिँ यसरी वैदिक सनातनी विश्वकर्म समाज नै यसरी स्थापना भइसक्यो होइन। अब जुन समाजको नाममा चाहिँ विभिन्न अपभ्रंश गराएर चाहिँ विभिन्न चाहिँ झुट भ्रम फैलाएर चाहिँ डलरहरू कुम्ल्याएका व्यक्तिहरूले चाहिँ यस्ता दृश्यहरू देखिसकेपछि उनीहरूलाई दिनमा भोक लाग्छ न रातमा निन्द्रा लाग्छ। अब हेर्नुहोस् त आपत त्यही समाजलाई चाहिँ विभिन्न झुट भ्रम फैलाएर चाहिँ आफ्नो जीविकोपार्जन गरिरहेका थिए। अब त्यही समाज चाहिँ जागृत भइसक्यो। त्यही समाज चाहिँ वैदिक धर्म के हो, सनातन धर्म के हो र सनातन हिन्दू धर्मले हामीहरूलाई चाहिँ अपहेलित गरेको छैन। हामीहरूलाई त यहाँनिर झुट भ्रम चाहिँ फैलाएर हामीहरूलाई अपहेलनमा पारिएको हो भन्ने कुरो चाहिँ उनीहरूले बुझिसकेपछि कसलाई चाहिँ झुट भ्रम फैलाउने त परेन त आपत।